आफ्नो राय प्रतिक्रिया कमेन्ट बक्समा गर्नुहोला। जुबिन डोजरमा चढेर विरोध गर्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हेर्न सक्नुहुन्छ यो दृश्य। उनी डोजर रोक्न खोजिरहेका थिए तर प्रहरीले उनलाई यसरी नियन्त्रणमा लिएको छ। मैले सुकुम्बासीहरू कसैले चाहिँ अब विरोध गरेको चाहिँ देखिनँ, उल्टा झन् खुसी भएको पनि देखेँ होइन। त्यो भएको म गजब लाग्यो कि एकतिर बस्ने पास दिन्छ, घरि पानी भिज्नु पर्दैन, घाममा डढ्नु पर्दैन। एक दुई दिन पछि दुई दिन पछि पानी सेटल गरेकै हुन्छ। यसरी 81 डोजर चलाउनु हुन्न भन्दै डोजर रोक्न आउने विभिन्न पार्टीका नेताहरू समेत सुकुम्बासीलाई भेटेर उनीहरूसँग कुराकानी गरिसकेपछि बालेनको तारिफ गर्दै फर्किएको पनि हामीले देखेका छौँ। केही समय अगाडि श्रम संस्कृति पार्टीका काठमाडौँ जिल्ला संयोजक समेत डोजर रोक्न चाहन्थे तर जब सुकुम्बासीलाई भेटे उनीहरूको कुराले उनी मक्ख पर्दै बालेलाई धन्यवाद दिएर फर्किए। म त छक्कै परेँ कि हजुर सुकुम्बासी हो भने हो भन्नु होइन। अब उहाँले चाहिँ वातावरण मिलाएर म अब धन्यवाद पनि भन्दिनँ होइन। म त यो पनि भन्दिनँ किनभने भन्छ जनताको बास खसेको छ। हेर्नुहोस् जनताको बास खसेकोमा म कसरी धन्यवाद भन्ने। हेर्दा हेर्दै थापाथलीको सुकुम्बासी बस्ती इतिहास बनेको छ दर्शकवृन्द। अब इतिहासको पानामा मात्र थापाथलीमा पनि कुनै बेला सुकुम्बासी बस्ती थियो रे है भन्ने भएको छ। बालेन सरकारको एउटा डिसिजन जसले कसैले नसकेको काम चीनभरमै एक चुटकीमा गरेर देखाए। सरकारी जग्गामा ओगटेर खाइरहेकोहरूले अब खाइरहेको ठाल खोसेपछि को रिसाउँदैन। सरकारी जमिनमा बसबासी गरेर बनीहरूले कसरी आछन्, पाछो फेरि चाहिँ डुबेर मैले आछन्। यति बेला थापाथली बस्तीमा झन्डै 10 वटा डोजर चलिरहेको छ। चीनभरमै यहाँको टहराहरू भत्काइनेछ र यसलाई खाली गरिनेछ। खाली गरिसकेपछि यहाँका सुकुम्बासीलाई उठाएर रङ्गशाला लगिनेछ। स्क्रिनिङ पनि भइरहेको छ। प्रमाणीकरणसँगै वास्तविक सुकुम्बासीलाई